सर, यो नयाँ बजेटले शिक्षा क्षेत्रमा पनि नयाँ कर लगाएको भन्ने सुनेको छु। यो वास्तवमा कस्तो किसिमको कर हो? यो कसलाई लागू हुन्छ र यसको सङ्कलन प्रक्रिया कसरी हुन्छ भन्ने कुरा कृपया स्पष्ट पारिदिनु होला। हजुर, एकदम। अब आर्थिक वर्ष 2083-84 को आएको सरकारको बजेटसँगै आएको आर्थिक विधेयक 2083 मा चाहिँ इन्ट्रोड्युस गरिएको एउटा नयाँ शुल्क चाहिँ शिक्षा समता शुल्क भनिएको छ हैन। अब यो चाहिँ प्राइभेट सेक्टरबाट सञ्चालित स्कुल, कलेजेस, विद्यालय, महाविद्यालयहरूले चाहिँ लिने सम्पूर्ण किसिमको शुल्क जो विद्यार्थीहरूसँग लिइन्थ्यो त्यो सम्पूर्ण किसिमको शुल्कहरूमा चाहिँ 3% एक्स्ट्रा शुल्क शिक्षा समता शुल्क भनेर लिनुपर्ने छ र यो शुल्क चाहिँ सरकारले उठाएर अब देशमा रहेका सम्पूर्ण जनतामा चाहिँ गुणस्तरीय शिक्षाको पहुँचमा खर्च गर्ने, अब शिक्षाको लागि चाहिँ पब्लिक इन्फ्रास्ट्रक्चरदेखि लिएर यसको डेभलपमेन्टमा खर्च गर्ने भन्ने किसिमले उद्देश्य राखेर यो किसिमको शुल्क चाहिँ लगाएको छ सरकारले हैन। अब यो शुल्क चाहिँ आर्थिक वर्ष 2083-84 साउन 1 गतेदेखि चाहिँ सुरु हुन्छ, लागू हुनेछ हैन। अब यसरी शुल्क उठाउँदाखेरि चाहिँ अलिकति कन्फ्युजन के क्रिएट हुन सक्छ भन्दा यो शुल्क चाहिँ नर्मल्ली शिक्षा नै सेक्टरमा लागेका कोचिङ इन्स्टिच्युट, ट्युसन इन्स्टिच्युट, कोचिङ सेन्टरहरूमा चाहिँ यो लागू हुँदैन हैन। अनि सार्वजनिक गुठी अन्तर्गत सञ्चालन भएको सार्वजनिक विद्यालयहरूमा पनि यो लागू हुँदैन हैन। प्राइभेट सेक्टरबाट सञ्चालित भएका अन्य सम्पूर्ण स्कुल, कलेजेसहरूमा चाहिँ यो लागू हुने भयो। अब यो चाहिँ हामीले सङ्कलन कसरी गर्नु पर्यो भन्दाखेरि स्टुडेन्टसँग फी लिँदाखेरि चाहिँ बिजक हामीले जारी गर्नुपर्ने हुन्छ अथवा बिल जारी गर्नुपर्ने हुन्छ। यसरी बिल जारी गरेर शुल्क लिँदाखेरिकै समयमा हामीले यो 3% शुल्क चाहिँ लिनुपर्ने हुन्छ अथवा सङ्कलन गर्नुपर्ने हुन्छ। यसरी सङ्कलन गरिएको सम्पूर्ण शुल्क रकम चाहिँ हामीले चौमासिक रूपमा चाहिँ चौमासिक एउटा पिरियड समाप्त भइसकेको 25 दिनभित्र चाहिँ हामीले सरकारलाई यो सम्बन्धी सम्पूर्ण विवरण पनि बुझाउनु पर्यो र यसरी सङ्कलित भएको सम्पूर्ण रकम पनि बुझाउनु पर्यो। अब यसरी हामीले चौमासिक रूपमा 25 दिनभित्र यो रकम बुझाउने, विवरण बुझाउने काम गरेनौँ भने चाहिँ हामीलाई चाहिँ 15% ब्याज र प्रत्येक विवरणको 1000 रुपियाँ जरिवाना पनि सरकारले लगाउनेछ है। यो कुरा पनि हाम्रो आर्थिक विधेयकमै लेखिएको कुरा छ हैन। अब यसले चाहिँ आन्तरिक राजस्व कार्यालय अथवा आन्तरिक राजस्व विभागले चाहिँ यसलाई अलिकति क्ल्यारिफाई गराउन, भोलिको दिनमा चाहिँ कन्फ्युजन आयो भने चाहिँ सम्पूर्ण प्रशासनिक गाँठो फुकाउनको लागि चाहिँ आन्तरिक राजस्व विभागलाई जिम्मा दिएको छ। भोलिको दिनमा यो सम्बन्धी कुनै निर्देशिका अथवा गाइडलाइनहरू पनि आउन सक्छ। अब अहिलेको केसमा चाहिँ हामीले बुझ्नुपर्ने भनेको चाहिँ एउटा इयरमार्क ट्याक्सेसन सिस्टम चाहिँ सरकारले इन्ट्रोड्युस गरेको छ। इकोनोमिक्समा अलिकति डाइरेक्ट रिडिस्ट्रिब्युसन मोडेलमा बेस्ड भएको हिसाबले गरिएको छ हैन। अब यो चाहिँ छुट्टै शीर्षक अन्तर्गत हामीले बुझाउनु पर्ने हुन्छ, चौमासिक रूपमा बुझाउनु पर्यो। यदि हामीले बुझाएनौँ भने 15% ब्याज जुन नर्मल्ली लागिरहेको हुन्छ 15% ब्याज र 1000 रुपियाँ जरिवाना चाहिँ विवरणको हामीलाई लाग्ने हुन्छ।